मृत्युले हामीलाई हरेक दिन कसरी जिउने भनेर अर्ती दिँदै गरेको हुन्छ। हाम्रो आयु ठिकसँग गर्न हामीलाई सिकाइदिनुहोस्। भन्नुहोस् त, हाम्रो आयु ठिकसँग गर्न हामीलाई सिकाइदिनुहोस्। त फेरि हाम्रो आयु ठिकसँग गर्न हामीलाई सिकाइदिनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। आज के बार हो? शनिबार हो। शुक्रबार गयो होइन? अब तपाईँ प्रार्थना गरेर तपाईँ फेरि एक दिन तन्नेरी हुन पाउनुहुन्छ? तपाईँले 40 दिन फास्टिङ गरेर तपाईँले आफ्नो आयुलाई फेरि पनि 40 दिन यङ पार्न सक्नुहुन्छ? सक्नुहुँदैन। यहाँ बाइबलले के भन्छ? हाम्रो आयु ठिकसँग गर्न हामीलाई सिकाइदिनुहोस्। संसारमा कसरी जिउने हामीलाई थाहा हुनुपर्छ। तपाईँले गरेको हरेक कामको नि परमेश्वरबाट इन्साफ भइरहेको हुन्छ। हि नोज एभ्रिथिङ, हि सिज एभ्रिथिङ। उहाँले हरेक कुरा देख्नुहुन्छ, उहाँले हरेक कुरा सुन्नुहुन्छ। बाइबलले भन्छ, एउटा वचन बोल्न चाहन्छु म, मूर्खले मात्रै आफ्नो हृदयमा नि माथि कोही पनि छैन भन्छ अरे। मूर्खले मात्रै शिक्षाको घमण्ड गर्दैछ, ताकतको घमण्ड गर्दैछ, पैसाको घमण्ड गर्दैछ, but they don't believe in God. That's why they are full. उ जतिको मूर्ख को छ र? किनकि उसले नि हृदयमा भन्छ अरे माथि कोही पनि छैन। तपाईको घरमा तपाईको अधिकार चल्छ कि चल्दैन? चल्छ नि त। अनि छिमेकीमा एकजना मातेको भाइले आएर भन्छ र यो घरमा कोही पनि छैन। सत्य होइन नि त? यो सारा घर उहाँको, स्वर्ग पृथ्वी सबै कुरो उहाँको। हालेलुया। बाइबलले भन्छ स्वर्ग उहाँको सिंहासन हो, पृथ्वी उहाँको पाउदान हो। हालेलुया। कोकोलाई विश्वास छ माथि परमेश्वर हुनुहुन्छ? हालेलुया। म त ट्रुली बिलिभ गर्छु र म ढुक्कै पनि छु। जब यो सास जान्छन्, जब मेरो आत्मा र मेरो शरीरको बिछोड हुन्छन्, तब मेरो आत्मा र मेरो आत्मालाई माया गर्ने प्रभुको मिलन हुन्छ। हालेलुया। विश्वासीको लागि त छोरी नि मृत्यु पनि एउटा ब्लेसिङ हो त। कतिले प्रार्थना गर्छ कि प्रभु तपाईँलाई भेट्नु पाऊ, तपाईँलाई देख्नु पाऊ भन्छ कि, गीत चाहिँ गाउँछ कि देख्नुको लागि त भेट्नुको लागि त मर्नु पर्यो होला। त्यो चाहिँ अहिले होइन, नाइ 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 भन्छ। हालेलुया, हालेलुया, हालेलुया। मैले अस्ति एउटा गवाई हेरेको कि कस्तो पावरफुल गवाई क्या। एकजना व्यक्ति ठ्याक्कै नाम बिर्से कि यस्तो प्रचार गर्ने हेरे, यस्तो प्रचार गर्ने हेरे नि। अब त्यो सहरै त्यो इलाका नै उसले सबैलाई प्रभुमा ल्याउँछ भनेर उसको टाउकै काटिदिएछ। टाउकै काटिदियो। अनि उसले त्यो काटेको टाउको अब त्यो मिराकल्स हो त्यो। अब यस्तो कुरालाई साइन्सले मान्दैन, यस्तो कुरालाई मेडिकल वर्ल्डले मान्दैन। उसले आफ्नो टाउको चाहिँ उसले चाहिँ यसरी बोकेर नि 1 माइलसम्म चाहिँ उसले प्रचार गर्दै गएको अरे। 1 माइलसम्म। अनि 1 माइलमा चाहिँ फाइनली ऊ भुइँमा बुङ्गे ढले अरे। अनि जुन ठाउँमा उसको प्राण गयो नि त्यो ठाउँमा अहिले ठुलो चर्च भएको छ अरे, पेरिसमा। हालेलुया। तपाईलाई मैले पहिला नै एउटा घटना भनेको थिएँ नि। एउटा सैनिकले प्रभु यीशुको कोखामा भाला हानी खानेन, रगत र पानी आएको छ, बाइबलले त्यो भन्छ। अनि इतिहासमा के भन्छ नि, त्यो सैनिकको चाहिँ आँखाको रोग थियो अरे। उसले मधुरो मात्र देख्थ्यो अरे, उसले हुन्छ नि त्यो ब्लड देख्थ्यो अरे। अनि जसै यीशुको शरीरको त्यो रगत र पानीले उसको आँखामा स्पर्श गरे नि, तुरुन्तै उसले देख्ने भयो अरे। छक्कै परेर ऊ, अनि मैले त यो व्यक्तिलाई मार्दैछु तर यो व्यक्तिको रगत र पानी जमेर आँखामा थियो, म कसरी देख्ने भए? इमिडिएटली ऊ नयाँ गरेर जन्मियो, नयाँ गरेर जन्मियो। अनि उसले सब छोडछाडबाट उसले नि प्रचार गर्नु थाल्यो अरे। हालेलुया। अनि सैनिकले अनि यसलाई त हामीले यीशुलाई मार्नु पठाएको, यो त बिकेछ, यसलाई कसले के दियो, यो त फेरि त्यही यीशुको बारेमा भन्दैछ भनेर अन्तिममा पक्रेर उसको जिब्रो काट्दियो अरे। लु पत्ता गर, तैँले खोजेकै भनेर। तर त्यहाँ पनि परमेश्वर आश्चर्य कर्म गर्न परे। उसको जिब्रो बिना पनि उसले कति घन्टा प्रचार गर्ने भन्छ। हालेलुया। मैले अघि नै भने यस्तो कुरालाई साइन्सले बिलिभ गर्दैन, तर हामी चाहिँ बिलिभ गर्छौँ। चाहे भनौँ संसारले पागल, हामी विश्वास गर्छौँ। यीशु प्रभु मर्नुभयो, गाडिनु भयो, बोरी उठ्नुहुन्छ। साइन्सले बिलिभ गर्दैन, हामी बिलिभ गर्छौँ। किनकि हामीलाई न्यायको दिनमा साइन्सले होइन, यीशु ख्रीष्टले बचाउनुहुन्छ। हालेलुया। न्यायको दिनमा, इन्साफको दिनमा कुनै साइन्टिस्ट तपाईको पक्षमा उभिँदैन।
न्यायको दिनमा, इंसाको दिनमा कुनै धनी रिच मान्छे तपाईँको साइजमा उभिँदैन। न्यायको दिनमा कुनै पनि त्यो महँगो गाडी उभिँदैन। बाइबलले भन्छ न्यायको दिनमा तिमीहरूको धनले तिमीलाई कसरी बचाउला भन्छ। त्यसैले केले बचाउँछ? यीशुको रगतले। सो यो 70-80 वर्षको जीवनमा मान्छेको छेउमा बुद्धिमान भएर अनन्त मृत्युमा जानुभन्दा म नि मान्छेको छेउमा बरु पागलै देख्न चाहन्छु र अनन्त जीवनमा म प्रवेश गर्न चाहन्छु। हालेलुया।